नमस्कार, उत्तम बिजनेस आइडियामा हजुरहरूले स्वागत छ। आज हामीले आलु चिप्स बनाउने बारेमा केही जानकारी गराउन गइरहेका छौँ। आलु चिप्स बनाउने व्यवसाय नेपालको लागि अति उत्तम व्यवसाय मानिन्छ। यो नेपालको हरेक ठाउँमा चल्ने व्यवसाय हो। यदि तपाईँले व्यवसाय गर्न चाहनुभयो भने यसरी आलुलाई मजाले ल्याएर तपाईँले छिल्नुपर्ने हुन्छ। अनि यो छिलेको आलुलाई तपाईँले अनि कटिङमा लानुपर्ने हुन्छ। अब स्लाइसर मेसिनमा लानुपर्ने हुन्छ। अनि स्लाइसरबाट तपाईँले लगेर अनि ड्रायर मेसिनमा हाल्नुपर्ने हुन्छ। मेसिनहरू 3-4 थरी हुन्छ। तपाईँले अब ती मेसिनहरू तपाईँले राखेर पनि गर्न सक्नुहुन्छ भने म्यानुअल पनि गर्न सक्नुहुन्छ। यदि तपाईँ यो व्यवसाय गर्न चाहनुहुन्छ भने सम्पूर्ण तालिम तथा मेसिनहरू हामी उपलब्ध गराइदिनेछौँ। यदि तपाईँलाई यो व्यवसायमा इन्ट्रेस्ट हुनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुनेछ। आलुहरू पनि तपाईँको यो चिप्स बनाउने आलुहरू विभिन्न थरीको हुन्छ। यदि तपाईँले सोही आलु छान्नुभयो भने चिप्स राम्रो हुन्छ। आलु सोही भएन भने आलुको चिप्स राम्रो हुँदैन। आलु बनाउने चिप्स भनेर छुट्टै बजारमा तपाईँले किन्न पाउनुहुनेछ। जुन आलुबाट राम्रो चिप्स बन्दैन। यसरी तपाईँले जुन आलुलाई छिलिसकेपछि यसरी तपाईँले अनि पातलो कुन साइजको गर्नुहुन्छ त्यही डाई अनुसारका तपाईँले आलुलाई तपाईँले काट्नुपर्ने हुन्छ। आलु यो छिलिसकिसकेपछि आलुका साइजहरू त्यही अनुसारको चिप्स बनाउनको लागि मेसिनमा हालेर अनि तपाईँले आलुको चिप्सको जुन रड तयार गर्न सक्नुहुनेछ। अनि यसमा अलिकति केही पानी भएको हुनाले यो पानीको लागि तपाईँले ड्राई गर्नुपर्ने हुन्छ। यसभित्र रहेको पानीलाई मजाले यसरी फालिदिन्छ यो ड्रायर मेसिनले। अनि तपाईँले घाममा सुकाएर पनि गर्न सक्नुहुन्छ। तर घाममा सुकाउँदाखेरि टाइम लाग्ने र कालो बढी हुने हुन्छ। अनि यसमा ड्रायरमा गर्दाखेरि तपाईँले धेरै टाइम नलाइकन तुरुन्तका तुरुन्त यो ड्रायर मेसिनबाट मजाले गर्न सक्नुहुनेछ। यो सुक्क गराउन सक्नुहुनेछ। तपाईँले होइन म आफै हातले म्यानुअल गर्न चाहनुहुन्छ भने मलमल कपडामा एकदम सेतो मलमल कपडा सफा कपडामा मजाले त्यसलाई राखेर पनि त्यसको पानीको रस निकाल्न सक्नुहुनेछ। र घाममा केही बेर घाममा पनि सुकाउन सक्नुहुनेछ। त्यसरी पनि तपाईँको आलुको जुन पानी निस्कन सक्छ। अब यो तयार भइसक्यो। अब यसलाई फ्राई गर्न लागि लानुपर्ने हुन्छ। अब फ्राई तपाईँले अब साधारण तरिकाले कराईमा पनि गर्न सक्नुहुन्छ। आफूले म्यानुअल गर्नुभयो भने अनि फुल्ली अटोमेटिक तरिकाले चाहिँ गर्न चाहनुभयो भने तपाईँले इलेक्ट्रिक हिटर पनि हुन्छ र कराईमा पनि गर्न सक्नुहुन्छ, भट्टीमा पनि गर्न सक्नुहुन्छ है। एकदम फाइदाको व्यवसाय आलु व्यवसाय एकदम फाइदाको व्यवसाय मानिन्छ। तपाईँले लगभग 3 गुणा फाइदा पनि हुनसक्छ कुनै सिजनको बेलामा। यसरी तपाईँको चिप्सलाई तयार गरिसकेपछि जुन फ्राई गरिसकेपछि अनि गएर यसलाई मिक्सर मेसिनमा लगिन्छ। मिक्सर मेसिनमा लगेर मसला कुन फ्लेभरको राखेर तपाईँले टेस्टी बनाउन चाहनुहुन्छ त्यही अनुसारको मसलाहरू विभिन्न किसिमका नुनदेखि लिएर मसलादेखि खुर्सानीदेखि लिएर सबै तपाईँले यसमा लगाएर अनि यसलाई तपाईँले मिक्सिङ गर्न सक्नुहुनेछ। हातले पनि मोल्न सक्नुहुन्छ। थोरै भए हातले मोल्न सक्नुहुन्छ भने धेरै गर्नुहुन्छ भने तपाईँले मिक्सर मेसिन राखेर गर्दा राम्रो हुन्छ। यो मिक्सर मेसिन पनि सानो ठुलो साइजको आउँछ। तपाईँलाई कुन साइजको लिन चाहनुहुन्छ त्यही अनुसारको तपाईँले मेसिनहरू ल्याउन सक्नुहुनेछ। तपाईँलाई चाहिने भनेका लगभग अब अर्को एउटा प्याकिङ मेसिन चाहिन्छ। अरू खासै तपाईँको मेसिनहरू यति मेसिन भए तपाईँलाई पुग्छ। अनि अब यो तयार भएको आलुलाई अब यो चिप्सलाई अब तपाईँको प्याकिङ गर्नुपर्ने हुन्छ। अब यो प्याकिङ गर्दाखेरि अब कुन साइजमा गर्नुहुन्छ तपाईँले लोकल गर्नुहुन्छ कि तपाईँले उसमा प्याकेट गरेर गर्नुहुन्छ त्यही अनुसार गर्न सक्नुहुनेछ। यस आलु व्यवसायमा लगभग 30-40% मजाको फाइदा छ। सिजनमा तपाईँले आलु खरिद गरेर कोल्ड स्टोर गरेर तपाईँले आलु चिप्सको व्यापार गर्नुभयो भने 50% फाइदा हुन्छ। आलु सिजनमा सस्तो हुन्छ, त्यो बेला स्टोरेज गर्नुपर्ने हुन्छ कोल्ड स्टोरमा। र यसरी तपाईँले अब कति ग्रामको राख्नुहुन्छ त्यही अनुसारको वेटिङ गरेर अब तपाईँले सिलिङ मेसिनमा तपाईँको ऱ्यापिङ मेसिनमा मजाले यसलाई ऱ्याप गरेर आफ्नो जुन लोगो राखेर घरेलु र खाद्यबाट दर्ता गर्नुपर्ने हुन्छ। भिडियो हेर्नु धन्यवाद। नमस्कार। सब्सक्राइब गर्नुहोला।